देशबारी अनलाइन टेलिभिजनमा तपाईहरुलाई स्वागत छ। म सस्मिता पाठक। सुरु गरौं आज दिनभरिका मुख्य समाचारबाट। प्रधानमन्त्री सुशीला कार्कीले कुलपति पदमा राजनीतिक व्यक्तिहरू रहने व्यवस्थाले विश्वविद्यालयहरूमा राजनीतिक हस्तक्षेप बढ्ने धारणा व्यक्त गर्नुभएको छ। नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पूर्व मन्त्री महेश बस्नेतले केपी ओलीलाई अध्यक्ष बनाएर फेरि देशको प्रधानमन्त्री बनाउने बताउनु भएको छ। नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजले विराटनगर किङ्सलाई 48 रनले हराएको छ। चितवनले दिएको 175 रनको लक्ष्य पछ्याएको विराटनगर 16 ओभर 5 बलमा 126 रनमा अल आउट भयो। सरकारले आफ्नो बचत फिर्ता दिलाउनु पर्ने भन्दै काठमाडौँ केन्द्रित आन्दोलन गरेका सहकारी पीडितमा आर्थिक सँगै भौतिक तथा मानसिक समस्या देखिन थालेको छ। प्रधानमन्त्री सुशीला कार्कीले लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियानको औपचारिक शुभारम्भ गर्ने क्रममा राखेका अभिव्यक्तिको आलोचना भएको छ। प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै जेएनजी अगुवा मिराज ढुङ्गाना समूहले प्रधानमन्त्री निवास बालुवाटारमा प्रदर्शन गरेको छ। बाराको सिमारामा केही दिन अघि एमालेले शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेएनजीहरूमाथि गरिएको सांकेतिक हमला र आज धनगढीमा युवामाथि दोहोरिएको नियोजित आक्रमणप्रति जेएनजीहरूले ध्यान आकर्षण भएको बताएका छन्। 40 दिनमा फिल्म परालको आगोको छायाङ्कन सकिएको छ। निर्माण टिमले दशैं अघिबाट म्याग्दीको विभिन्न स्थानबाट छायाङ्कन थालेको यो फिल्मको छायाङ्कन मंगलबार सकिएको हो। शेयर बजार लगातार चौथो दिन बढेको छ। शेयर बजार परिसूचक नेप्से आज 9.61 अङ्कले बढेर 2665.60 बिन्दुमा पुगेको छ। निर्वाचन आयोगले दल दर्ताको समयावधि 4 दिन थप गरेको छ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने समय थप गरेको हो। दर्शकबिन तपाईहरुलाई आजको समाचार कस्तो लाग्यो त? यस्तै समाचार सूचनाका लागि हाम्रो च्यानललाई लाइक, फलो, कमेन्ट गर्नुहोला। धन्यवाद।